हेलो गाइस, आज चाहिँ म यो भिडियोमा क्लिपिङ कसरी काम गर्छ, क्लिपिङले कसरी पैसा दिन्छ अनि एउटा पेज, एउटा निच कसरी ग्रो गर्ने, मतलब एउटा इन्स्टाग्राम पेज हुन्छ कि टिकटक पेज हुन्छ कि युट्युब च्यानल हुन्छ, कुन राम्रो हो, जे होस् बेसिक क्वेसनहरू म यो भिडियोमा भन्न गइरहेको छु। फर्स्टमा चाहिँ क्लिपिङ भनेको के हो भन्छु। क्लिपिङ भनेको चाहिँ सर्ट फर्म कन्टेन्ट हो क्या। तपाईँले सर्ट फर्म मार्केटिङ भन्दा नि मिल्छ। जस्तै कि यसमा चाहिँ के हुन्छ भने तपाईँले एउटा सर्ट फर्म कन्टेन्ट जहाँ जहाँ हाल्न मिल्छ, जस्तै इन्स्टाग्राम भयो, टिकटक भयो, युट्युब भयो नि, त्यसमा चाहिँ अब आफ्नो एउटा अडियन्स बिल्डअप गरेर अर्काको प्रोडक्ट हुन्छ कि जस्तो कि लोगो होला, कसैको भिडियो रिपोस्टिङ हुन्छ, त्यस्तो भिडियो हालेर पैसा कमाउने हो। अनि यसलाई स्क्याम भन्न मिल्दैन, किनभने यसमा तपाईँले पैसा इन्भेस्ट गर्नु पर्दैन। इन्भेस्ट भनेको कि तपाईँलाई सिक्नको लागि गर्नु पऱ्यो कि पेज किन्न आँटेकोमा गर्नु पऱ्यो। अरूमा तपाईँ धेरै जस्तो क्लिपिङमा स्क्याम हुँदैन होइन। अब एआई टुलहरू किन्नु पऱ्यो, एडिटिङ सफ्टवेयरहरू, त्यो त अब तपाईँहरूकै निडको लागि किन्ने हो है। अनि स्क्याम हो किन भनेपछि यसलाई जे होस् ड्रेकले गर्छ, एडिन रसले गर्छ, एक्सक्युसीले गर्छ, आइसो स्पिडहरूको पनि क्लिपर्स छ। त्यस्तो ठुलो ठुलो इन्फ्लुएन्सरले गरेपछि त यो स्क्याम पक्कै नै होइन। अर्को भनेको यिनीहरूको पे आउट केमा हुन्छ। यो तपाईँले हेर्न सक्नुहुन्छ, यो बाहिर मान्छेहरूको पे आउट हो। यो $4,000 छ, यसमा मोर देन $1,000 छ, यसमा झन् $6,000 छ, यसमा त यसले $13,000 कमाइसकेको छ। सबै क्लिपिङ, सर्ट फर्म कन्टेन्ट, सर्ट फर्म भिडियो इन्स्टाग्राममा रिल स्क्रोल गर्नुको सट्टा उसले भिडियो हालेर यति कमाएको। उसले यसमा धेरै केही गरेन होला, उसले जे होस् क्लिपहरू मिलायो, एडिट गर्यो, हाल्यो, भ्युज ल्यायो, पैसा कमायो। यति सजिलो हो। नेपालीहरूले चाहिँ नेपालमा पनि पे आउट पाउँछ, ब्याङ्कमा पनि पे आउट पाउँछ। अब क्रिप्टो अब नेपालमा लिगल छैन, तर अब बाहिर हुनुहुन्छ र तपाईँसँग क्रिप्टो एकाउन्ट छ भने उहाँ क्लिपिङले क्रिप्टोमा पनि पे गर्छ, स्ट्राइपमा नि पे गर्छ। धेरै जस्तो हुन्छ नि, एभाइलेबल पे आउट सिस्टममै पे हुन्छ। नेपालमा पैसा ल्याउन अब त्यो चाहिँ अलि कम्प्लिकेटेड हुन्छ होइन। अब जस्तै पेपालमा दियो भने कसरी ल्याउने, स्ट्राइप कसरी खोल्ने, अब क्रिप्टो त हामीले गर्नै मिलेन, नेपालमा इलिगल छ। अब जे होस् त्यो चाहिँ अब छुट्टा छुट्टै हुन्छ। त्यसको लागि तपाईँले अब मान्छे खोज्नु पऱ्यो, कोही अब चिनजान विदेशमा भएकोले हेल्प गर्नुहुन्छ। त्यो जे होस् पे आउट चाहिँ यसरी हुन्छ भनेर देखाउने। अब कसरी काम गर्छ त? अब तपाईँले ल क्लिपिङ भनेको नि यसरी पैसा दिँदो रहेछ, स्क्याम पनि होइन भने बुझ्नुभयो। अब केमा हाल्ने त? इन्स्टामा हाल्ने कि टिकटकमा हाल्ने कि युट्युबमा? टिकटकमा नेपालीहरूलाई गाह्रै छ। किनभने तपाईँले युएस अडियन्स लिएर आउनुपर्छ। टिकटकको अब टिकटकमा युएस अडियन्स ल्याउन गाह्रै छ। भिपिएन लगा भन्छ, कहिले कसले के भन्छ, कसैले मड भिपिएन भन्छ, कसैले प्रक्सी किन भन्छ, कसैले के भन्छ। युट्युबमा पनि त्यस्तो क्लिपिङहरू हुँदैन। हुन चाहिँ हुन्छ तर त्यस्तो धेरै अमाउन्टमा हुँदैन। क्लिपिङ गर्न बेस्ट प्लेटफर्म भनेको इन्स्टाग्राम हो। इन्स्टाग्राम भनेको चाहिँ सबसे धेरै क्लिपिङ भइराखेको। टिकटकमा पनि हुन्छ तर विदेशीहरूले धेरै गर्छ टिकटकमा चाहिँ होइन। नेपालीहरू पनि हुनुहुन्छ होला तर धेरै विदेशी मतलब फरेन कन्ट्रिजहरूको जस्तो हामीलाई भ्युज पाइँदैन, T1 अडियन्स पनि पाउँदैन। इन्स्टाग्राममा चाहिँ तपाईँले T1 अडियन्स ल्याउन सक्नुहुन्छ, युट्युबमा पनि ल्याउन सक्नुहुन्छ, तर युट्युबमा धेरै त्यस्तो अब के भनौँ एक्टिभ छैन क्या क्लिपिङ। इन्स्टामा चाहिँ धेरै एक्टिभ छ। अब इन्स्टा तपाईँले चुज गरेपछि कन्टेन्ट कस्तो हाल्ने त भनेर कुरा आउँछ। अब जस्तै यो एउटा एक्सप्लेनिङ भन्ने हो। यो चाहिँ उसले के गर्छ भनेपछि भिडियो उठाउँछ, उसको जस्तो बनाएर हाल्छ। नभए अब तपाईँले यस्तै यही पेजलाई नै कपी गर्दा भयो। एक्सप्लेनिङ अर एक्सप्लेनिङ कार्ड्स भन्ने छ, अर ऱ्याप पेज भयो, मिम पेज भयो, हिस्ट्री पेज भयो, हरर पेज भयो, धेरैवटा निस छ क्या। पहिला अब एउटा पेज खोल्नु, एउटा निस ट्राई गर्नु, त्यसमा राम्रो गएन भने अर्को ट्राई गर्नु, अर्को ट्राई गर्नु, जुनमा तपाईँले धेरै ग्रोथ पाउनुहुन्छ त्यसमै कन्टिन्यू गर्नु। अनि एउटा के टिप्स भन्न चाहन्छु भने जबसम्म तपाईँको पेज 100K फलोवर्स छुँदैन त्यतिखेरसम्म केही क्लिपिङ नगर्नु। अहिले त्यतिखेर किन तपाईँले सुरुदेखि नै प्रमोसन गर्न थाल्नु भने प्रमोसन स्टार्ट गर्नु भने तपाईँको पेजको भ्यालु रहँदैन। भ्यालु नरहेपछि भ्युजहरूले फलो नगर्ला, किनभने तिनीहरूले थाहा पाउँछ नि त यसले त प्रमोसन मात्रै गर्दो रहेछ, कन्टेन्ट हाल्नुको सट्टा त्यो नि हुन्छ। त्यही भएर म जेसम्म भन्छु नहाल्नु। सुरुदेखि नै क्लिपिङ प्रमोसनमा केही नगर्नु। 100K पुऱ्याउन 100K धेरै सुनिएला तर कसै कसैले 1 महिनामा पुऱ्याछन्, कसैले 10 दिनभित्र पुऱ्याछन्। त्यही भएर त्यो लकमा पनि उयो गर्छ। तपाईँले कति भिडियो हाल्नुहुन्छ भने पनि के अरे इफेक्ट के भन्छ इफेक्ट भन्दा नि म्याटर गर्छ क्या, कतिको एफोर्ट दिइराख्नु भएको छ भनेर। अब जस्तै दुईवटा पेज हो है, यो 5 AM 3 PM जस्ट डिफ्रेन्स हेर्नु फलोवर्सको। यो हाम्रा एउटा डिस्कस सर्भर मेम्बरको हो होइन, उहाँ हाम्रो डिस्कस सर्भरमा हुनुहुन्थ्यो। उहाँको पेज 1 दिनको हो यो सायद आई गेस। 1 दिनमा यस्तो ग्रो भएको छ भने तपाईँले 100K पुऱ्याउन धेरै सजिलो छ। उहाँले अब अर्कै निस गर्नुभएको छ, त्यो चाहिँ हाम्रो डिस्कर्ड सर्भरमा मात्रै हुन्छ होइन। तपाईँलाई अझै बुझ्नु छ भने हाम्रो डिस्कर्ड सर्भर नि जोइन गर्न सक्नुहुन्छ। जे होस्
तपाईँले क्लिपिङबाट चाहिँ मजाले 1 to 2 लाख कमाउन सक्नुहुन्छ इजिली। त्यस्तो केही कम्प्लिकेटेड नि छैन। कहीँ केही गर्नु नि पर्दैन, होम वर्किङ हो, फ्रिलान्सिङ जस्तै हो क्या। घर फ्रिलान्सिङ भन्दा के वर्क फ्रम होम हो क्या। तर एउटा कुरा के हुन्छ भने कहिले अप हुन्छ, कहिले डाउन हुन्छ। तपाईँको भ्युज जहिले एउटै भ्युज आउँछ भनेर तपाईँ प्रेडिक्ट गर्न सक्नुहुन्न। त्यही अनुसार तपाईँको भ्युज आउने अनुसारै पैसा पनि त्यसरी नै आउने हो क्या। जस्तै अब तपाईँको एउटा भिडियोमा 1 मिलियन भ्युज आयो अरे फर्स्ट मन्थ, तपाईँले $1000 कमाउनु पऱ्यो। अर्को महिना तपाईँको 20K के अरे 20K मात्र आयो भने तपाईँले $20 मात्रै कमाउनु भयो। त्यस्तो नि हुन्छ। अब त्यो चाहिँ तपाईँले हेरी हेरी हुन्छ होइन। त्यो यति भन्न चाहन्छु कि यो बिजनेस चाहिँ होइन, एउटा साइड हसल जस्तो हो, तर बिजनेस जस्तो पैसा दिन्छ। तर नि यो लङ टर्म जस्तो उयो चाहिँ नसोच्नु होला। यो साइड हसल हो। अहिले अहिले ट्रेन्डिङ भएको थियो नेपालमा 1-2 दिनमा। अहिले फेरि सेल आएको छ। अब म फेरि ट्रेन्डिङ गराउँछु यसमा। त्यही नि यसरी हुन्छ। अब तपाईँले अझै डिपली सिक्नु छ भने म डिस्क्रिप्सनमा हाम्रो डिस्कर्डको लिङ्क दिन्छु, जोइन गर्नु होला। अनि तपाईँ त्यहाँ अझै डिपली सिक्न सक्नुहुन्छ है त। ल बाई बाई गाइस। अनि मेक स्योर टु सब्सक्राइब। मैले धेरै पछि आएको है त।